मेरी आमा यस्तै थिइन्। कहिले केही कुरा माग्दैनथिन्। घरको चारवटा दिवारभित्र आफूलाई राखेकी थिइन्। सधैँभरि हाँसिरहन्थिन्। काम बिहान उठेदेखि रातिसम्म गर्थिन्। यतिसम्म कि राति हामी छोराछोरीको कपडासम्म धुन्थिन्। लिप्ने घर थियो, रातो माटोले लिपेर टलक्क टल्काउँथिन्। भोलिपल्ट बिहान उठेर आमा कति बजे सुत्यौ भन्दा 1 बजेको थियो भन्थिन्। अनि कति बजे उठ्यौ भन्दा 4 बजे भन्थिन्। किन मेरी आमा कहिले दुःख देखाउँदैनथिन्? किन मेरी आमा कहिले दुःखी पनि थिइनन्? सधैँभरि हँसिलो अनुहारमा यता र उता गरिबस्थे। कहिले मेरी आमाले कुनै ठाउँ घुम्न जान्छु किन नभनिन्? कहिले मिठो खाना मन लागेको छ भने भनिनन्। मैले त कहिले राम्रो लुगा लगाउँछु, मलाई यस्तो लुगा लगाउन रहर लागेको छ भनेको पनि सुनिन। कति सोझी मेरी आमा, कति सजिलै जिन्दगी बिताए। कि उसको कुनै रहर थिएन? कि उसको कुनै चाहना थिएन? उसलाई घुम्न मन लाग्दैन थियो? उसलाई कतै जान मन लाग्दैन थियो? उसलाई राम्रो लुगा लगाउन मन लाग्दैन थियो? उसलाई दुनिया हेर्न मन लाग्दैन थियो? किन उसलाई लागेन? किन मेरी आमा यस्तै थिइन्? कहिलेकाहीँ घरमा पैसा माग्दाखेरि सबैभन्दा पहिला आमा नै ल्याएर दिन्थिन्। कहाँबाट दिन्थिन् होला उसले त्यो पैसा? कसले दिन्थ्यो होला उसलाई त्यो पैसा? चुरा टीका अनि धागो लगाउन दिएको पैसा जम्मा गरेर राख्थे। अनि घरमा हामी छोराछोरीले पैसा चाहियो, छ पैसा भन्ने बित्तिकै हतार हतार निकालेर दिन्थिन्। चुरा टीका लगाउने पैसा पनि मेरी आमा किन जम्मा गर्थिन्? किन मेरी आमा यस्तै थिइन्? किन मेरी आमाले यसरी जिन्दगी बिताए? तर पनि मेरी आमा किन त्यति धेरै खुसी थिइन्? कुनै डिमान्ड थिएन, कुनै रहर थिएन। कहिलेकाहीँ म सोध्ने गर्थेँ, किन हाँस्दै हाँस्दै भन्ने गर्थिन्, तिमीहरू जाऊ न, म जाँदिन, मलाई मन लाग्छ।